सप्तरी घटनाबारे जानकारी दिने उद्देश्यसहित एमाले आजबाट मुलकभर अगुवा कार्यकर्ता भेला गर्दै घटनाको विरोधमा मधेसी मोर्चाले पनि प्रदर्शन गर्ने। विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइदै खानपानमा ध्यान दिन चिकित्सकको सुझाव। ग्वाटेमाला स्थित एक बालगृहमा आगलागी हुँदा कम्तीमा 19 बालिकाको मृत्यु, 25 जना घाइते। र नेपाल विरुद्धको आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी हुन केन्याको क्रिकेट टोली आज काठमाडौँ आउँदै। नमस्कार, कान्तिपुर डायरीका साथमा साथी लक्ष्मी र म अनिल। सुरु गरौँ मुख्य प्रसङ्गबाट। मेची महाकाली राष्ट्रिय अभियान 3 दिनका लागि स्थगित गरेको एमाले सप्तरी घटनाबारे पार्टी कार्यकर्ता र आम जनतालाई जानकारी दिन आजबाट विभिन्न जिल्लामा सभा तथा भेला गर्दैछ। 4 जनाको ज्यान जाने गरी सप्तरीको मलेटमा भएको झडपमा एमाले दोषी रहेको प्रचार भएपछि केन्द्रीय तहबाटै घटनाबारे जानकारी दिने उद्देश्य सहित कार्यक्रम तय भएको हो। प्रचार विभाग प्रमुख योगेश भट्टराईले दिउँसो 2 बजे राजधानीमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको जानकारी दिनुभयो। रामसापथ स्थित एक पार्टी प्यालेसमा हुने सो भेलालाई अध्यक्ष केपी शर्मा ओली सहित पार्टीका शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ। प्रदेश नम्बर 2 का 8 सहित मुलुकभर सभाको मिति तय गरी कार्यक्रम गर्न एमाले जिल्ला कार्य समितिलाई निर्देशन दिइसकेको छ। विरोधका बीच एमाले गत सोमबार सप्तरीमा कार्यक्रम गरेको भन्दै मधेसी मोर्चा र संघीय गठबन्धन आबद्ध दलका कार्यकर्ताले एमाले पार्टी कार्यालयमा आगजनी गर्ने, नेता तथा कार्यकर्तामाथि दुर्व्यवहार गर्ने, उनीहरू सवार गाडीमा तोडफोड गर्ने लगायत कार्य तीव्र बनाएपछि एमाले घटनाको यथार्थ जानकारी दिने उद्देश्य सहित प्रचारात्मक अभियान सुरु गर्न लागेको भट्टराईले बताउनुभयो। सप्तरी घटनापछि गत मंगलबारबाट स्थगित राष्ट्रिय अभियान समेत भोलि हेटौडाबाट पुनः सुरु हुने एमाले जनाएको छ। मृगौला रोग र मोटोपना स्वास्थ्य मृगौलाका लागि स्वास्थ्य जीवनशैली भन्ने नारासहित आज विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। सन् 2006 देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मृगौला दिवस मनाउन सुरु गरिएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक 10 जनामध्ये 1 जनालाई कुनै न कुनै प्रकारको मृगौला सम्बन्धी समस्या देखिने गरेको छ। नेपालमा 30 लाख मानिसमा मृगौला सम्बन्धी कुनै न कुनै प्रकारको रोग लाग्ने गरेको चिकित्सकहरू बताउँछन्। सो संख्या वर्षेनी करिब 3000 को हाराहारी थपिने गरेको सरकारी तथ्याङ्क छ। कुल जनसङ्ख्याको 12% मधुमेह रोग रहेको र तीमध्ये 35 देखि 40% को मृगौला खराब हुन्छ। रक्तचाप भएका 15 देखि 20% को पनि मृगौला खराब हुने गरेको विभिन्न तथ्याङ्कले देखाएका छन्। पछिल्लो समय भने मोटोपनको समस्याले समेत मृगौला सम्बन्धी रोग लाग्न सक्ने भन्दै मोटोपनालाई नियन्त्रण गर्न समेत चिकित्सकले सुझाव दिएका छन्। अहिलेकै रफ्तारमा मोटोपना बढ्दै जाने हो भने आगामी सन् 2025 सम्ममा 19% पुरुष र 21% महिलामा मृगौला रोगको एक मात्रै कारण बन्न सक्ने अनुमान गरिएको छ। सन् 2014 मा मोटोपनको कारण मात्रै विश्वका 60 करोड मानिसमा मृगौलाको समस्या देखिएको थियो। नेपालमा सन् 2008 बाट वीर अस्पताल र शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण सुरु भएको छ। हाल नेपालमा 43 सरकारी तथा निजी अस्पतालबाट डायलिसिस सेवा तथा वीर त्रिवी शिक्षण अस्पताल, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मृगौला प्रत्यारोपण सेवा उपलब्ध छ। सरकारले मृगौला प्रत्यारोपणलाई निःशुल्क गर्ने तयारी स्वरूप छलफललाई तीव्र बनाएको छ। सरकारी कामकाजका अधिकांश सूचना लुकाइने गरेको अध्ययन सहितको प्रतिवेदन राष्ट्रिय सूचना आयोगले आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउँदैछ। सूचना पाउने हक विपरीत सरकारी निकायका अधिकारीले नागरिकलाई सूचना दिन कन्जुस्याई गरेको आयोगको प्रतिवेदनमा उल्लेख छ। पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सम्झौता पत्र, रायमाझी आयोग र मल्लिक आयोगको प्रतिवेदन, चुनिया जहाज खरिद प्रक्रियामा भएको सम्झौता लगायत महत्वपूर्ण सरकारी सम्झौताको सूचना नपाएपछि सरकारवाला निकाय विरुद्ध उजुरी परेको आयोगले जनाएको छ। गत वर्ष सूचना लुकाउने सरकारी अधिकारी विरुद्ध 678 मुद्दा परेको आयोगका अध्यक्ष कृष्णहरि बास्कोटाले जानकारी दिनुभयो। लोकतन्त्रमा सूचनाको हकलाई संविधान प्रदत्त ग्यारेन्टी गरिए पनि कार्यान्वयनमा कठिनाई भएको बास्कोटाको भनाइ छ। आयोगले सूचना नपाएको बारे परेको उजुरी सहितको अध्ययन र संघीयतामा सूचनाको हक सम्बन्धी सुझाव समेत समेटिएको प्रतिवेदन सरकारलाई बुझाउन लागेको हो। प्रादेशिक संरचना अनुसार आयोग गठन गर्न सुझाव दिइएको बास्कोटाले बताउनुभयो। मुग
मुगु जिल्लाको उत्तरी क्षेत्रमा हिमपात भएको छ। हिजो अपराह्नदेखि मौसममा परिवर्तन आएसँगै रातिदेखि भारी हिमपात भएको हो। जिल्लाको औल क्षेत्रमा भने वर्षा भएको हाम्रा सहकर्मीले जनाएका छन्। मुगुको उत्कृष्ट पर्यटकीय गन्तव्य हिउँले सेताम्य भएको छ। हिमपातले सो क्षेत्रको जनजीवन प्रभावित भए पनि भ्रमणका लागि पुगेका आन्तरिक तथा बाह्य पर्यटक भने रमाएका छन्। मुगुमा यो वर्ष मात्रै 3 पटक हिमपात भएको छ। हिमपातका कारण उच्च हिमाली क्षेत्रमा रहेका सर्वसाधारण भने घर बाहिर निस्कन सकेका छैनन्। सप्तरी घटनाको विरोधमा मुलुकका विभिन्न जिल्ला प्रशासन कार्यालयमा आज प्रदर्शन गर्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनाएको छ। सप्तरी घटनाको विरोध तथा स्थानीय तह निर्वाचन घोषणा फिर्ता लिन दबाव दिने उद्देश्य सहित प्रदर्शन गर्न लागि सद्भावनाका महासचिव मनिष कुमार सुरमानले जानकारी दिनुभयो। संविधान संशोधन विधेयक परिमार्जन सहित पारित हुनुपर्ने लगायत 5 बुँदे ज्ञापन पत्र मोर्चाले हिजै प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउँदै माग पूरा गर्न 7 दिने अल्टिमेटम दिएको थियो। सप्तरी घटनापछि आह्वान गरेको तराई बन्दको कार्यक्रम हिजोबाट सकिए पनि मोर्चाले आजबाट सभा गर्न लागेको हो। यसैबीच सप्तरीको मलेटमा गत सोमबार भएको घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन सप्तरी बन्दका कारण आज पनि सो जिल्लाको जनजीवन प्रभावित भएको छ। मोर्चाको जिल्ला समितिले आह्वान गरेको बन्दका कारण यातायात, बजार, कल कारखाना तथा शैक्षिक संस्था ठप्प छन्। मोर्चाको बन्दका कारण सो जिल्ला भएर आवत जावत गर्ने सवारी साधन आसपासका जिल्लामा रोकिएका छन्। पूर्व पश्चिम राजमार्गमा रात्रिकालीन सवारी साधन प्रहरीको स्कॉटिङमा सञ्चालन भए पनि बिहानबाट भने राजमार्ग सुनसान हुने गरेको हाम्रा सहकर्मीले जनाएका छन्। घटनाको विरोधमा मोर्चाले आह्वान गरेको 2 दिने तराई बन्द हिजोबाट सकिए पनि अन्य जिल्लाको जनजीवन बिहानैबाट सामान्य बनेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो। कान्तिपुर डायरीमा अब बाँकी प्रसङ्ग। म्याग्दीको बेनी नगरपालिका 13 डाँडाखेत स्थित बाल मन्दिर आधारभूत विद्यालयमा आगलागी हुँदा 10 कोठे भवन जलेर नष्ट भएको छ। आगलागीबाट विद्यालयको कार्यालय, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षा कोठामा पूर्ण क्षति पुगेको छ। आगलागीबाट करिब 1 करोड रुपियाँ बराबरको क्षति भएको विद्यालयले जनाएको छ। विद्यालयमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी भएको र लाखौं मूल्य बराबरको भौतिक पूर्वाधार र कार्यालयका महत्त्वपूर्ण दस्तावेज नष्ट भएको शिक्षक रामप्रसाद शर्माले जानकारी दिनुभयो। काठे भवन भएकाले आगो चाँडै सल्किएको प्रहरीले जनाएको छ। स्थानीयवासी, प्रहरी र नेपाली सेनाले करिब 3 घण्टापछि मात्रै आगो नियन्त्रणमा लिएका थिए। कक्षा 8 सम्म पठन पाठन हुने सो विद्यालयमा 174 जना विद्यार्थी अध्ययनरत छन्। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। ग्वाटेमालाको एक बाल स्याहार गृहमा आगलागी हुँदा 19 जना किशोरीको मृत्यु भएको छ। राजधानी ग्वाटेमालाबाट करिब 25 किलोमिटर दक्षिण पूर्वमा पर्ने सान जोसे पेनुला स्थित अनाथ बालबालिका राखिएको बाल स्याहार गृहमा आगलागी हुँदा अन्य 25 जना घाइते भएका छन्। आगलागीमा परि मृत्यु भएकामा 14 देखि 17 वर्ष उमेरका किशोरी छन्। सो बालगृहमा रहेका बालिकामाथि यौन शोषण हुने गरेको भन्दै विरोधमा उत्रिएका केही मानिस र प्रहरी बीच गत मंगलबार झडप समेत भएको थियो। आगलागीको यकिन कारण पत्ता नलागे पनि सोही झडपपछि आक्रोशित पक्ष वा स्याहार गृहभित्रकै मानिसको कारण आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। मंगलबार भएको झडपका क्रममा त्यहाँबाट 60 जना बालबालिका भागेका थिए। 400 जनाको क्षमता रहेको स्याहार गृहमा आगलागीको समय कति थिए भन्ने बारे यकिन नभएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। कान्तिपुर डायरीमा अब खेल प्रसङ्ग। आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको 5औं चरणको खेलका लागि केन्याली टोली आज काठमाडौँ आउँदैछ। नेपाल विरुद्धको खेलका लागि खेल पदाधिकारी र 14 सदस्यीय केन्याली टोली मध्याह 12 बजे काठमाडौँ आइपुग्ने नेपाल क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जानकारी दिनुभयो। एक साताको भारत प्रशिक्षणपछि केन्याली टोली त्यहीँबाट काठमाडौँ आउन लागेको हो। राकेब पटेलको कप्तानीमा रहेको केन्याली टोलीमा युवा खेलाडीको बाहुल्यता छ। टोलीले भोलि मैदानको निरीक्षण गरेर सामान्य अभ्यास गर्नेछ। केन्याली टोलीमा चर्चित खेलाडीहरू इरफान करिम, एलेक्स ओबान्डा, धीरेन गुन्डारिया लगायतका छन्। भ्रमणकारी टोलीमा सन् 2003 मा केन्यालाई विश्वकप क्रिकेटको सेमिफाइनलमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेका अलराउन्डर कोलिन्स ओबुया पनि छन्। वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष 4 टोलीले विश्वकपको छनौट खेल्न पाउने भएकाले नेपाली टोलीलाई केन्या विरुद्ध घरेलु मैदानमा जित्नै पर्ने दबाव छ। 8 खेलको समाप्तिमा 6 अङ्क जोडेको नेपाल तालिकाको 6औं स्थानमा छ। समान खेलबाट 8 अङ्क जोडेको केन्या नेपालभन्दा 1 स्थानमाथि 5औं स्थानमा छ। लिग अन्तर्गत नेपाल र केन्या बीचका दुवै खेल कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा आगामी शनिबार र सोमबार हुनेछ।
नेपालगञ्ज गोल्ड कपको दोस्रो संस्करण आज सुरु हुँदैछ। बाँकी जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता सुदूरपश्चिम 11 र पाहुना टोली दिल्ली युनाइटेड क्लब भारत बीच प्रतिस्पर्धा हुनेछ। खेल नेपालगञ्ज रङ्गशालामा दिउँसो 2 बजेपछि सुरु हुनेछ। चैत्र 4 गतेसम्म चल्ने प्रतियोगितामा 8 टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा सुदूरपश्चिम 11, दिल्ली युनाइटेड, सङ्कटा क्लब, एपीएफ नेपाल पुलिस, नेपालगञ्ज 11, मनाङ मर्स्याङ्दी र रूपन्देही 11ले सहभागिता जनाएका छन्। पहिलो संस्करणमा 1 लाख पुरस्कार राशि रहेको प्रतियोगितामा यस वर्ष भने सो राशिमा भारी वृद्धि गरिएको छ। प्रतियोगिताको विजेताले 5 लाख र उपविजेताले 2,51,000 प्राप्त गर्नेछन्। उता सुनसरीमा जारी इटहरी गोल्ड कप फुटबलको दोस्रो सेमिफाइनलमा बोइज युनियन र झापाको काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर बीच प्रतिस्पर्धा हुँदैछ। दुई क्लब बीचको प्रतिस्पर्धा इटहरी स्थित जनता प्राथमिक विद्यालयको खेल मैदानमा अपराह्न 3 बजेपछि सुरु हुनेछ। यसअघि हिजो भएको खेलमा चर्च बोइज युनाइटेडलाई 2-0ले हराउँदै सशस्त्र प्रहरी बलको पूर्वाञ्चल टोली प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो। प्रतियोगिताको विजेताले 2 तथा उपविजेता टोलीले 1 लाख रुपैयाँ हात पार्नेछ। दोस्रो लेगमा उत्कृष्ट पुनरागमन जनाउँदै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यस्तै बेन्फिकालाई हराउँदै बोरुसिया डर्टमन्डले पनि अन्तिम 8मा स्थान बनाएको छ। गृह मैदान नाउ क्याम्पमा पेरिस सेन्ट जर्मेनलाई 6-1 गोल अन्तरले हराउँदै बार्सिलोना समग्रमा 6-5 को नतिजासहित अन्तिम 8मा प्रवेश गरेको हो। पीएसजीको घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सा 4-0ले पराजित भएको थियो। झण्डै 1 लाख घरेलु दर्शकको साथमा बार्साले पीएसजी विरुद्धको खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो। बार्साको जितमा नेमारले 2 तथा लुइस सुआरेज, लियोनल मेसी र सर्जी रोबर्टोले एक गोल गरे। एक गोल पीएसजीले आत्मघाती उपहार प्रदान गरेको थियो। दोस्रो लेगमा बेन्फिकालाई 4-0ले हराउँदै बोरुसिया डर्टमन्डले समग्रमा 4-1 को नतिजा निकाल्यो। पहिलो लेगमा 1-0 का हार बेहोरेको बोरुसिया घरेलु मैदानमा सहज जित हात पार्दै अन्तिम 8मा स्थान बनाएको हो। जाँदै मुख्य प्रसङ्गहरू पुनः एकपटक। सप्तरी घटनाबारे जानकारी दिने उद्देश्यसहित एमाले आजबाट मुलकभर अगुवा कार्यकर्ता भेला गर्दै घटनाको विरुद्धमा मधेसी मोर्चाले पनि प्रदर्शन गर्ने। विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदिई खानपानमा ध्यान दिन चिकित्सकको सुझाव। ग्वाटेमाला स्थित एक बालगृहमा आगलागी हुँदा कम्तीमा 19 बालिकाको मृत्यु, 25 जना घाइते। र नेपाल विरुद्धको आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी हुन केन्याको क्रिकेट टोली आज काठमाडौँ आउँदै। हवस्, तिनी प्रसङ्गसहित कान्तिपुर डायरीको यो बुलेटिन अहिलेलाई यहीँ सकिन्छ। हाम्रो अर्को बुलेटिन बिहान 10 बजे हुनेछ। तबसम्मका लागि कान्तिपुर डायरीबाट साथी लक्ष्मी र म अनिल बिदा माग्छौँ। नमस्कार।